नमस्ते नमस्कार हामीले केही दिन अगाडि डोनेसनको लागि अपिल गरेको थियौँ र आज उहाँको फ्यामिलीले हामीले सक्दो जति सहयोग उठाएर हाम्रो यता राजकोटमा बस्ने सम्पूर्ण संस्थाहरू अनि विशेष हाम्रो श्री नेपाली सेवा समाज ट्रस्ट केन्द्रीय सञ्जय राज कार्ती त्यसै गरी हाम्रो लीलाराम शर्मा र उहाँले उहाँको फ्यामिलीलाई हामीले सक्यो जतिको सहयोग उहाँको हातमा हस्ताक्षर गर्दैछु र उहाँसँग म के कुरा पनि सोध्न गएको छु र त्यसै गरी सम्पूर्ण हाम्रो देखिसक्नुहुन्छ उहाँले नमस्कार सर। नमस्कार। आज विशेष हामीलाई यो जुन डोनेसन तपाईँहरूले अस्ति केही दिन अगाडि हामीले अपिल गरेको थियौँ, आज डोनेसन उठ्दाखेरि हामीले त्यो उहाँलाई हस्ताक्षर गर्ने भन्ने एउटा जो सोच्नु भएको थियो त्यो तपाईँको कस्तो छ? त्यो हामीले कोसिस गऱ्यौँ, कोसिस हल्का सफलता पायौँ हामीले। अनि वरिपरिका मान्छेले साथीहरूले मिलाएर यहाँलाई नापतिना गरेर 22,800 को सहयोग भइरहेको छ। कति 22,800 को सहयोग? त्यसमा गर्नेवाला हाम्रो कर्णाली एकता समूह राजकोटबाट 5,700 छ। नेपाली शान्ति सेवा समाज 1100 रुपियाँ छ। भूपेन्द्र विक उहाँले 500 रुपियाँ लेखाएको छ। सञ्जय राजका नेपाली सेवा समाजबाट 3,000 रुपियाँ उठाएको छ। त्यस्तै गरी आफन्त मान्छे सबै मिलाएर 22,800 को रकम तिनलाई। अनि उहाँलाई चाहिँ अब विशेष सर हामीले त सक्दो जति हामीले यताको संस्थाहरूले यताको सबै सम्पादनले हामीले चाहिँ तपाईँको सहयोग पुगौँ र हामीले गरौँ भन्ने एउटा जुन सानो भिडियो बनाएका थियौँ। अनि यो तपाईँले राजकोटमा यो विशेष गुजरातमा तपाईँलाई यो चिजमा कस्तो लाग्यो कि तपाईँलाई जस्तै अब अहिले हामीले नदिएको एउटा अन्जान व्यक्ति भनेर हामीले जुन भेटाएको थियौँ त्यो चिज आफ्नो भाइलाई यहाँ यस्तो खोजी खबर पाउँदा यहाँ सम्पूर्ण नेपालीको माझमा तपाईँलाई कस्तो लागिरहेछ सर समाजप्रति? सर नमस्ते। हजुरहरूले अब लावारिस बनाएर उठाएर ल्याएर यहाँ शिविरमा अनि देश विदेशमा जो भएर हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले सानो सहयोग गरेर आज मेरो भाइको बुढी नेपाल जाँदैछ, त्यसको लागि पनि म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि त्यसै गरी हाम्रो लीलाराम शर्माले हाम्रो यहाँसम्म पनि आउनु भएर एकदम खटेर अघिदेखि नै उहाँले सहयोगको लागि हिजो अस्तिदेखि नै उहाँले एकदमै मेहनत गर्नुभएको छ। सर तपाईँ यो विषयमा के भन्न चाहनुहुन्छ? सबैलाई नमस्कार भन्न चाहन्छु। सर्वप्रथम हामीले अस्ति 22 तारिकको दिन पोस्ट गरेका थियौँ। उहाँ उपचारको क्रममै उहाँको दुःखद निधन भयो र आफन्तको खोजी गर्नको लागि भिडियो फोटो पोस्ट गरेका थियौँ। उहाँ आफन्त पनि आइपुग्नु भयो र त्यसपछि उहाँको सबलाई नेपाल भरसम्म लिनको लागि हामीले सहयोगको अपिल पनि गरेका थियौँ र आफ्नो मनदेखि नै धेरै साथीहरूले सहयोग गरिदिनु भएको छ, त्यसको लागि पनि धन्यवाद भन्न चाहन्छु। लगायत हाम्रो राजकोटमा बस्ने सम्पूर्ण समाजसेवी नेपाली दाजुभाइ दिदीबहिनी सबैले सहयोग गरिदिनु भयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद। अनि विशेष एउटा भन्दाखेरि जस्तै हाम्रो राजकोट भित्रमा यस्तो कैयौँ घटनाहरू भइरहेछन् होइन, त्यो घटनामा विषयमा हाम्रो नेपाली सेवा समाजले एकदम भन्दा पनि एकदम ठुलो बलिदान दिनुभएको छ है। किनभने जुन मान्छेलाई जसको कोही छैन भनेर हामीले यता बोडी ल्याएर आएको हुन्छौँ भने त्यो बोडीलाई खोजी खबरी गरेर उहाँको आफन्तसँग बुझाएर हाम्रो जो श्री नेपाली सेवा समाज ट्रस्ट केन्द्रीय जुन समिति छ उहाँले चाहिँ एकदमै ठुलो उहाँ चाहिँ बलिदान हुन्छ। त्यसै गरी अरू हाम्रो धेरै पनि समाजहरू छन् सामाजिक जो आज आउन सकेको छैन, लेकिन उहाँलाई पनि यो प्रति एकदमै धेरै धन्यवाद। र विशेष हाम्रो यहाँसम्म बाटो बनाइदिनको सबभन्दा ठुलो हात भनेको हाम्रो यता सिभिल हस्पिटलको एकदमै भनौँ नि, अब हामीलाई आधा नेपाली भनौँ कि पुरा नेपाली भनौँ त्यो एकदमै ऊ छ होइन। किनभने हाम्रो योसम्म बाटो बनाउने भन्ने व्यक्ति हाम्रो उदय भाई सेट्टीलाई चाहिँ हामी सोध्न चाहौँ। उदय भाई તમને આ બધું અમારા જે નેપાળી પૂરતું એક જે કહેવાય ને એક જી સેવા માટે તમે એવું વિચાર્યું? કેમ કે અમે ઘણા બધા તમે ધોઉં છું, હું ઓલરેડી છેલ્લે કેટલા વર્ષથી જોઉં મને નથી ખબર, લેકિન આ મને તમારું બહુ મસ્ત ગમ્યું છે કેમ કે તમે અમારા જેટલા નેપાળીને તો આજે સુધી અમને નથી ખબર હતું, તો એના વિષયમાં તમે બે શબ્દ કઈ? એવું છે કે નેપાળી સમાજ મને દ્રષ્ટિએ ગર્વ છે કે ભાઈ નેપાળી સમાજનો કોઈ વ્યક્તિગત કોઈ પણ હોય, અજાણ્યો પુરુષ હોય કે કોઈ પણ વ્યક્તિગત આપણે એને વારસદાર ગોતવા માટે આપણે અભિપ્રાય કરી છે। આ દ્રષ્ટિએ કોઈ નેપાળી સમાજના કોઈ પણ પરિવાર હોય એને આપણા ગ્રુપ દ્રષ્ટિએ નેપાળી સમાજ આપણે સહાયતા કરી એકઠન કરીને આપણે ગોતી છીએ સારવાર કરવા માટે, એ માનો પરિવાર મળી જાય એ દ્રષ્ટિએ આભાર તમારા માટે। थ्याङ्क यू, एकदमै धेरै धेरै धन्यवाद। हामीलाई यहाँसम्म अब उहाँसम्म हस्ताक्षर हामी गर्दैछौँ। जुन उहाँले रकम उठाउनु भएको छ उहाँको दादाको हातमा हामीले चाहिँ दिइसकेका छौँ र यो भिडियो हामी यही समय समाप्त गर्छौँ। जय नेपाल, जय हिन्द। तपाईँहरू छेले जाँदा केही भन्न चाहनुहुन्छ भने भनिदिनुहोस्। हाम्रो नेपाली मतलब समाज पुर्तु केही भन्न चाहनुहुन्छ भने कसैलाई?
लास कसरी पुगाउने र कसरी उ गर्ने भनेर धेरै आतेको हुन्छन्। त्यहाँ मुस्किल घडीमा हाम्रो यो समाज हामी प्रवासमा बसेर पनि हामीले यो काम गरेका छौँ। कुनै मान्छेहरूले जब छोडेर आछन्, कुनै मान्छे नोकरी, कुनै मान्छेले खाना पनि खाछन्। किन आज धेरै दिन भइसक्यो हामी यहाँ एकदमै खटेर इमिनु भएको छ। त्यसको लागि तपाईँ के भन्न चाहनुहुन्छ बहिनी? सायद हामीलाई कन्ट्याक्ट नगरेको भए त यो पापीको हामी रोएर होइन एकदम, किनभने यो माप अहिले तपाईँको रुनु छ त्यो हामी मान्छौँ, एकदमै दुखीको छ। लेकिन अहिले तपाईँले आफ्नो भाइको जुन एउटा भनौँ नि अन्जान, तपाईँलाई त थाहा पनि थिएन, लेकिन प्रवासमा गएर पनि हामीले जुन यहाँको संस्थाहरूले खोजेर तपाईँलाई यहाँसम्म पुगाइदिनु भयो, त्यो यदि नमिलेको भए तपाईँलाई कस्तो हुन्थ्यो? बराबर। अब अहिलेको तारिकमा तपाईँको भाइ मिलेको छ, लेकिन तपाईँले खुसी हुनुपर्ने कुरा हो। त्यो विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? कन्ट्याक्टमा आएर यहाँसम्म पुर्याइदिनु भयो, सहयोग गर्नुभयो, सकेसम्म त नेपाल लग्ने पनि व्यवस्था गरिदिनु भयो। त्यसको लागि हजुरहरूलाई धन्यवाद, धेरै धेरै सहयोग मनहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सायद त हजुरहरू कन्ट्याक्टमै नआएको भए त हामी यसको मुखै समेत पनि देख्न पाउँदैनौँ कि मरेको मुख पनि देख्न पाउँदैनौँ। त्यसको लागि पनि कन्ट्याक्टमा आइदिनु भयो, त्यसको लागि धन्यवाद हजुरहरूलाई। लागा त खरे How do you